सो वेलकम गाइज फेरि पनि न्यू भिडियोमा सबैजनालाई एकदम धेरै माया छ र सो आज एकैचोटि पशुपति भित्र आएर चाहिँ मैले भ्लग स्टार्ट गरेँ होइन। कस्तो हुन्छ त अब के हुन्छ त पशुपति भित्र म त सबै तपाईँहरूलाई देखाउने छु र सो भिडियो हेरिराख्नु होला सबैजनाले है। यस्तै छ भिड हेर्नु, अगाडिको भिड यस्तो छ र सो अब भित्र गएपछि देखाइदिन्छु र भिडियोमा चाहिँ रहिरहनु है सबजना ल। चाहिँ के भयो भने एउटा हाम्रो साथी पठाउमा आएको दाइ हरायो के उता कता अर्कै लोकेसनमा गएछ, त्यही भनेर बोलाएको, त्यही भएर एकछिनपछि भित्र छिरेपछि चाहिँ बवाल हुन्छ र भिडियोमा चाहिँ रहिरहनु है सबैजना। र सो गाइस अब हामी यता मान्छे डराउने ठाउँमा आइपुगिसक्यो है। मैले अघि देखाएको थिएँ डेन्जर भिड रहेछ कसम भने। मलाई जता त यहाँनिर होइन आमा ज्याकेट झन् चेततिर भने पसिनै पसिना हेर्नु कस्तो पसिना, यस्तो जाडो महिना भने कस्तो पसिना आउँदैछ हेर्नुहोस्। दृश्य हाम्रो पशुपतिको जय शिव ओए के अरे शिवयात्री, जय शिवयात्री। मान्छेको भिड ल फोटो खिचेर रहर पनि पुरा गरौँ है। एउटा कुरा है, जिन्दगी भनेको के हो क्या, हामी सबै हेर्नु पछाडि अगाडि कति मान्छे रमाइरहेछ, कति मान्छे रमाइरहेछ होइन, कति प्राय अब लास जलिरहेछ क्या, कति रुइरहेछ क्या आजको दिन क्या, कति मान्छे हाँसिरहेछ, कति मान्छे खुसी छ तर आज कति मान्छे रुइरहेछ क्या, र कति मान्छे मरेर गएको छ क्या। तर हेर्नु त के रहेछ दुई दिनको जिन्दगी, लास्टमा यही होइन र खरानी। त्यही भएर रिस जहाँ कहिले पनि नगरौँ क्या है, त्यही भन्न चाहन्छु। आज हेर्नु कति रमाइलो गरिरहेछ, कति मान्छे रुइरहेछ, मेरो मन खाइरहेछ, भिडियो बनाउन मन लागेको छैन तर पनि यो सन्देशमूलक भिडियो चाहिँ म तपाईँहरूलाई म देखाउन चाहन्छु। हाम्रो पशुपतिको दृश्य कस्तो छ, आजको हाम्रो पशुपतिको दृश्य कस्तो छ भनेर तपाईँहरूलाई मैले देखाउन मैले गइरहेको छु, प्रशंसा गरिरहेको छु है। हेर्नुहोस् यस्तो छ, कोही डरिरहेछ, कोही हाँसिरहेछ, कोही रुइरहेछ, कोही मजा गरिरहेछ, कोही नसा खाएर झुलिरहेको छ, कोही मान्छे डरिरहेको छ, कोही मान्छे रुइरहेछ, कोही मान्छे हाँसिरहेछ, कोही मान्छे नाचिरहेछ, कोही मान्छे नसा खाएर झुलिरहेको छ र हाम्रो सरहरू उभिराख्नु भएको छ स्ट्यान्ड बाई। त्यही भएर म भन्न चाहन्छु के रहेछ जिन्दगी दुई दिनको होइन, यत्तिकै रहेछ त। कोही मान्छे रुने, कोही मान्छे हाँस्ने, आजको दिन के हो यस्तो, कोही मान्छे डरिरहेछ होइन, के हो यस्तो। तर के गर्नु, चलिआएको रीत अनुसार चल्नुपर्छ, त्यही भएर मलाई बाल छैन ल। सबजनाले यो भिडियो चाहिँ भाइरल गरिदिनु ल। पशुपतिको आज दृश्य नजाउँ, पशुपतिको आज दृश्य यस्तो छ है। म चाहिँ टपमा गएर हजुरलाई देखाइरहेको छु है, के गर्नु यस्तै छ जिन्दगी। हात छोड्नु त हात। त्यही हो है, यस्तो छ दृश्य। मैले तपाईँलाई अघि नै भनिसकेँ, कोही मान्छे रुइरहेछ, कोही हाँसिरहेछ होइन, र ठिक छ रमाइलो बबाल ओइ 2 लाखजना मान्छे, यति धेरै मान्छे क्राउडमा हामी फेरि छुट्टै पारा छ है फेरि। हामी लाइभ प्रसारणमा छौँ है, हामी लाइभ प्रसारणमा छौँ हामी सबैजना है। यस्तै छ हाम्रो लाइभ भइरहेछ ल। सबैजनाले एकदम राम्रो रेस्पेक्ट दिउँ है गाइज। सरहरूलाई पनि रेस्पेक्ट दिउँ है, सरहरूलाई पनि रेस्पेक्ट गरौँ, हामीलाई पनि रेस्पेक्ट गर्छ। गिभ रेस्पेक्ट, टेक रेस्पेक्ट। गिभ रेस्पेक्ट, टेक रेस्पेक्ट, गिभ रेस्पेक्ट, टेक रेस्पेक्ट है सबलाई है, सबलाई है, सरहरूलाई सबैलाई। ल गाइस म देखाले बबाल तरिकाले म पुरै बिटसोट पारामा ल सिडीमा चढिरहेको छ ल।
है त ल है त गाइस हाम्रो बबाल छ फेरि हाम्रो सो गाइस चाहिँ हामी चाहिँ तलबाट यहाँ आइसक्यो यहाँ आएर अब यताबाट कता कता के गर्ने भन्ने भयो के अब फर्किनै पर्ने भयो कि हाम्रो टाइम छैन त्यही भएर एउटा भिडियो बनाउँछ उता पर त्यसपछि जान्छौँ है हामी यो ल हामी यहाँबाट हेर्दैछौँ है पुरा हाम्रो सुरक्षा दिइराख्नु भएको छ पुलिस सरहरूले सो अब चाहिँ हाम्रो फर्किने निर्णय हुँदैछ है त्यही भएर होइन कता यताबाट निक्लिने कि उताबाट यतैबाट निक्लिउँ है यताबाट हामी निक्लिँदैछौँ है अब काम छ मेरो 4 बजीबाट स्टार्ट भएको हेर्नु न यहाँ कहाँ सरहरूले बाटो छेकेर दिने जाने नदेखेर कता कताबाट निक्लिन पाएको छुइनँ फसिरहेको छु भित्र 1.5 घन्टा भयो फसेको भित्रैमा कताबाट निक्लिने हो बाटो पनि थाहा छैन भिडको भिड त्यही भएर यहाँ गाह्रो भयो क्या मलाई अब के गर्ने हामी सरहरू तपाईँहरू अर्को वर्षदेखि यस्तो नछेकिदिनु होला बाटोहरू यताउति है सर प्लिज अब यो वर्ष त यस्तै भयो ठिक छ अर्को वर्ष नछेकिदिनु बाटोहरू अब कताबाट निक्लिने हो थाहा छैन फसे 1.5 घन्टा भयो भित्र पशुपतिभित्र फसेको कताबाट हो कता हो निक्लिने दाइ दिदी दिदी बाहिर निक्लिने ठाउँ छ यता दाइ छ अरे छ ल छ भने चाहिँ ठिक छ है 1.5 घन्टा भयो फसेको म बल्ल हामीले बाटो खोजेर 1.5 घन्टा पछि निक्लिन सफल भयौँ त्यही खुसी लाग्छ है न त भित्रै पो बस्ने रहेछ आज होइन अब इन्ट्री हुँदैन यहाँबाट त्यही हो अब सब मान्छे फर्किसक्यो ल त्यही हो गाई चाहिँ अब कामतिर गइन्छ हामी जय शम्भु रमाइलो गरियो सक्यो सो गाइज म चाहिँ अहिले फर्किसकेँ है पशुपतिमा जे जस्तो भए पनि अब के गर्ने होइन फर्स्ट टाइम हो बबाल रमाइलो भयो रमाइलो गर्ने मन त सके गर्ने यस्तै परिस्थितिले गर्दाखेरि हो है अब म फर्किरहेको छु है ठिक्क पठाउ पनि भेट्यो त्यही भएर फर्किँदैछु के गर्नु है दुःख त लाग्छ नि आफूलाई होइन कोही अब जलिरहेको हुन्छ कोही रुइरहेको कोही हाँसिरहेको कोही नाचिरहेको कोही नसा खाएर झुलिरहेको के गर्ने त 2 दिनको जिन्दगीमा होइन सबैलाई गाह्रै छ त्यही भएर यसो अब तपाईँहरूलाई कस्तो लाग्छ भिडियो है प्रतिक्रिया दिनु होला र त्यही भन्न चाहन्छु सबैजनालाई एकदम धेरै माया छ थ्याङ्क्स फर वाचिङ भन्न चाहन्छु यस्तै छ बाटोहरू रातिको बाटोमा अब गाह्रो हुन्छ 6 बजिसकेको छ त्यही भएर काममा गाह्रो बनाउँछ क्या मलाई त्यही भएर काममा जान लागेको छु म चाहिँ है त्यही हो अब थ्याङ्क्स फर वाचिङ सबैले माया गरिदिनु हेरिदिनु होला छोटो मिठो भिडियो भयो है के गर्ने छोटो मिठो त भयो 2 बजे त निक्लेको